टु ब्युटी नेपाल। अहिलेको धुवा धुलो र मौसम परिवर्तनसँगै हामीले हाम्रो फेस र स्किनलाई केयर गर्नुपर्ने हुन्छ। सो त्यसको लागि हामीले कुन स्किन केयर युज गर्ने त? आउनुहोस् हेरौँ। यो चाहिँ हो हाम्रो केरिसाको एसेन्स। यो एसेन्सले चाहिँ हजुरहरूको फेसलाई ग्लो र ब्राइटनिङ दिने काम गर्छ। यो चाहिँ हो हाम्रो केरिसाको सिरम। यो सिरममा चाहिँ हजुरहरूले भाइटामिन सी एन्ड नाइसिनामाइड पाउन सक्नुहुन्छ। आफ्टर एसेन्स चाहिँ हामीले सिरम युज गर्छौँ। दिस इज आवर केरिसाको मोइस्चराइजर। यो मोइस्चराइजरले चाहिँ हाम्रो फेसलाई ग्लो र ब्राइटनिङ दिने काम गर्छ। यो हो हाम्रो केरिसाको बडी लोसन। हामीले हाम्रो फेस सँगसँगै बडीको पनि केयर गर्नुपर्ने हुन्छ। सो हाम्रो यो बडी लोसनमा चाहिँ नाइसिनामाइड प्लस भिटामिन सी पनि छ। इफ हजुरहरू आफ्नो स्किनमा राम्रो रिजल्ट चाहनुहुन्छ भने चाहिँ अथेन्टिक प्रडक्ट युज गर्नुपर्ने हुन्छ। सो त्यसको लागि हाम्रो केरिसाको प्रडक्ट चाहिँ हजुरहरूलाई एकदमै उपयुक्त हुन्छ। हजुरहरू पनि यस्तै अथेन्टिक प्रडक्टको खोजीमा हुनुहुन्छ भने चाहिँ ब्युटी नेपाल।